नमस्ते छ है सबैजनालाई। नमस्ते हैन। अब आज हामी एउटा सानो गजल लिएर आएको छौँ। यो गजल चाहिँ हाम्रो भाइ राजन उप्रेतीको शब्द रचनामा लेखिएको गजल हो र म तपाईहरुलाई जो सुनाउन गइरहेको छु। कस्तो लाग्छ कमेन्ट गर्नुहोला। यस्तै राम्रा गजलहरू फेरि पनि लिएर तपाईहरुको सामु आउने छौँ र म अहिले तपाईहरुलाई सुनाउन गइरहेको छु। यो छोटो मिठो धेरै मिठो शब्द रचनामा रचिएको गजल हो। राम्रोसँग सुनिदिनु होला है त। म पढ्न गइरहेको छु। खोइ के अपेक्षा राख्छन् र मठ मन्दिर धाउनेहरू, खोइ के अपेक्षा राख्छन् र मठ मन्दिर धाउनेहरू, भगवानकै भक्त पनि त छन् यहाँ दुःख पाउनेहरू। दुःखका साथ भन्नुपर्छ हामी त्यो देशका नागरिक हौं, दुःखका साथ भन्नुपर्छ हामी त्यो देशका नागरिक हौं, जहाँ मन्त्रीसम्म बनेका छन् संविधान जलाउनेहरू। म दुश्मनलाई पनि मित्र सम्झेर सकेको सहयोग गर्छु, म दुश्मनलाई पनि मित्र सम्झेर सकेको सहयोग गर्छु, त्यसैले त पागल भन्छन् मलाई मेरो सामु आउनेहरू। आफ्नी प्रेमिका गुमाएपछि अब मर्छु भन्दैछ त्यो प्रेमी, आफ्नी प्रेमिका गुमाएपछि अब मर्छु भन्दैछ त्यो प्रेमी, उसको मिलन गराइदेऊ न ए अरूको प्राण बचाउनेहरू। अर्थतन्त्र खस्किँदैछ देश श्रीलङ्का बन्नै लागिसक्यो, कहाँ गए होला त ती विकासको मूल फुटाउनेहरू। हस्त धन्यवाद।